एउटा कुरा नि युट्युबले त अब अलिकति हेर्ने बित्तिकै भ्युज काउन्ट गर्ने भयो, भ्युज बढ्ने भयो भन्ने सबैलाई लागिरहेको छ होला। त्यो सत्य पनि हो। तर धेरैजनाले युट्युबमा गएर अहिले आफ्नो ड्यासबोर्डमा हेर्दाखेरि भ्युज बढेको छैन। त्यो किन त के गरी भन्ने कुरा आज म तपाईँलाई यो भिडियोमा पुरा बताउनेवाला छु। भिडियो अन्तिमसम्म हेर्नु होला है त। युट्युबमा भ्युज बढिरहेको छैन, तर युट्युबको पोलिसीमा के छ त लागू भइसकेको छ कि अब चाहिँ युट्युबले भ्युज चाहिँ अलिकति क्लिक गरेर थोरै हेर्ने बित्तिकै भ्युज बढेको भ्युज काउन्ट गर्छ। तर यसले युट्युबको मोनेटाइजेसन र तपाईँको इन्गेज भ्युजहरूमा चाहिँ केही पनि फरक पार्दैन। खालि यसले हेरेको भ्युज मात्रै छुट्टै काउन्ट गर्छ र तपाईँको अर्निङ भनेको चाहिँ युट्युबको इन्गेज भ्युजबाटै हुने हो। यो कुरा त तपाईँलाई थाहा भइसकेको छ होला। छैन भने पनि मैले अहिले जानकारी दिइहालेँ। तपाईँले युट्युबमा भिडियो हाल्नुभयो अथवा तपाईँको पुरानै भिडियोहरू छन् जुनमा 40-50 भ्युज आइरहेको होला, कुनैमा 30 भ्युज आइरहेको होला। अब भ्युज अहिले त हेर्दाखेरि तपाईँको भ्युज बढेको छैन, 1-2 भ्युज मात्रै बढ्यो होला कसैको। त्यो किन त भन्दाखेरि तपाईँले त्यहाँनिर 3-4वटा प्रब्लमहरू हुन सक्छन्। के हो त्यो म तपाईँलाई बताउनेवाला छु र त्यसको सोल्युसन पनि आज दिनेवाला छु है त। यो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला र भिडियो मन पर्यो भने लाइक, सेयर, कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। पहिलो नम्बर 1 रहेको छ तपाईँले थम्बनेल कस्तो बनाउनु भएको छ त्यो हेर्नु होला है। थम्बनेल तपाईँको भिडियोमा राम्रो हुनुपर्छ। थम्बनेलमा ध्यान दिनु होला र भिडियोको डिस्क्रिप्सनमा धेरै ह्यासट्यागहरू नराख्नु होला है। र त्यसपछि 3 नम्बरमा छ तपाईँको ट्याग्स हेर्नु होला। कुनै पनि पुरानो भिडियोहरू छ तपाईँले पहिले अपलोड गर्नुभएको भिडियोहरू छ भने त्यसमा तपाईँले के गर्नु पर्यो, अब अलिकति रिलेटिभ ट्याग्सहरू राखिदिनु होला र ह्यासट्याग पनि 5वटा तपाईँले भिडियोमा त्यो भिडियो केसँग रिलेटेड छ त्यो भिडियोसँग रिलेटेड ट्याग्सहरू 5वटा लगाइदिनु होला पुरानो भिडियोहरूमा। र युट्युबले अहिले नयाँ फिचर जुन दिएको छ, नयाँ त होइन पहिलादेखि नै जस धेरै भइसक्यो त्यो आएको एबी टेस्टिङ फिचर। एबी टेस्टिङ फिचर पनि तपाईँले लगाएर हेर्नु होला है। एबी टेस्टिङमा 3टा टाइटल 3टा थम्बनेलसम्म तपाईँले लगाउन सक्नुहुन्छ। 3वटा राम्रो खालको थम्बनेलहरू बनाउनु होला। र थम्बनेल बनाउँदाखेरि विशेष गरी नेपालमा चल्ने अहिले पनि चलिरहेको भनेको चाहिँ क्लिक म्याग्नेट थम्बनेल हो है। क्लिक म्याग्नेट थम्बनेल भनेर तपाईँले एआईबाट पनि बनाउन सक्नुहुन्छ। आफैले बनाउनुहुन्छ भने पनि क्लिक म्याग्नेट थम्बनेल चाहिँ बनाउनु पर्ने हुन्छ। र चौथो नम्बर भनेको तपाईँले कार्ड्स एड गर्नुभएको छ कि छैन, इन्डी स्क्रिन एड गर्नु भएको छ कि छैन, यसले पनि थोरै ग्रो गर्नको लागि फरक पार्छ। र भिडियो अहिले तपाईँले पहिला त एआईबाट धेरै कमाइन्थ्यो भने अहिले चाहिँ अब एआईबाट कमाउने चाहिँ तरिका पुरै युट्युबले लगभग डाउन नै गरिसकेको छ। युट्युबबाट तपाईँले जति नेचुरल बनाउन सक्नुभयो त्यति नै राम्रो हुन्छ। र तपाईँलाई इम्पोर्टेन्ट टिप्स के छ भन्दाखेरि तपाईँले यदि युट्युबमा तपाईँको यो नयाँ नियम आएर पनि भ्युज बढ्नेवाला छैन, यदि तपाईँले आफ्नो भिडियोको टाइटल रिलेटिभवाला, थम्बनेल पनि त्यसको रिलेटिभ, ट्याग्स र डिस्क्रिप्सन त्यही अनुसारको रिलेटिभ नै राख्नुपर्ने हुन्छ। थोरै राख्नुहोस्, बरु धेरै राख्नु पर्दैन। धेरै एसइओ गर्न जरुरी पनि छैन। सिम्पल राख्नुहोस्, थोरै राख्नुहोस् बरु। तर जस्तो भिडियो बनाउनुहुन्छ त्यही खालको रिलेटिभ राख्नुभयो भने तपाईँको भ्युज अवश्य बढ्नेछ। सबैको यसरी राख्दाखेरि बढिरहेकै छ। तपाईँकोमा के कमजोरी भएर नबढेको हुनसक्छ, त्यो सबै गएर चेक गर्नु होला है त। र तपाईँकोमा चाहिँ राम्रोसँग थम्बनेल राम्रो नबढेको हुनसक्छ, ट्यागहरू तपाईँले राम्रो हाल्नुभएको छैन होला, डिस्क्रिप्सन राम्रो हाल्नुभएको छैन होला, थम्बनेल राम्रो हाल्नुभएको छैन कि, यी सबै चिजहरू एकचोटि तपाईँले चेक गर्नुपर्ने हुनेछ। र तपाईँलाई अहिले युट्युबले ल्याएको यो नयाँ फिचर, नयाँ नियमहरू कस्तो लागिरहेको छ कृपया तल कमेन्टमा गएर भन्नु होला है त। आजको यो भिडियो यति नै। यस्तै ट्रिक्स एन्ड टिप्स, भाइरल डिस्कसन, एआई एक्सप्लेन्ड, हिडन ट्रुथको बारेमा जान्न मन छ भने यो च्यानललाई सब्सक्राइब गरिहाल्नु होला। एउटा कुरामा तपाईँलाई स्वागत छ। भिडियोलाई लाइक र कमेन्ट गर्नुहोस्, साथीहरूसँग सेयर गर्नुहोस् र सब्स्क्राइब गर्नुहोस्। सँगै नयाँ कुरा सिकौँ।